एकछिन पायो प्रार्थना गर्नु पर्यो अब। मिना खोइ मेरो चिया अघि 10 मिनट अगाडि भने होइन मैले 10 मिनट भइसक्यो अत्तो पत्तो छैन। होइन के गर्दैछ हौ भित्र अघिदेखिको बोलाइरहेको त सुन्दैन एकचोटि भनेपछि। यीशुले पानीलाई दागमा परिवर्तन गर्नुभयो तिमीले चाहिँ पानीबाट चिया बनाउन सक्दैनौ। ए बुढा यसोले आश्चर्य कर्म गर्नुभएको हो नि, कुनै जादु गर्नुभएको होइन। रोक्नु न, म 1 मिनटमा बनाइहाल्छु यो चिया त। होइन यो घरमा बिहान बिहान आज हल्ला भइरहेको छ, के को हल्ला हो यो घरमा आज बिहान बिहान? अमिना जयमसी जयमसी काकी। होइन बिहान बिहान यो घरमा के को हल्ला हो? हामी बुढाबुढी मान्छे यहाँ वरपर बस्छ, हामीलाई डिस्टर्ब हुन्छ भनेर थाहा हुँदैन? के को हल्ला गरेको बिहान बिहान यसरी? त्यस्तो होइन काकी, बरभित्र आउनुहोस् न, चिया पिउँदै कुरा गरौँ। ए पह म आउँछु। ओ मिना मिना फेरि चियामा अदुवा हालेको छ कि छैन? चियामा अदुवा हालेर भने त मलाई चिया नै मन पर्दैन नि। ओहो बाबु पनि यही हुनुहुँदैछ, जयमसी बाबु। हो काकी बस्नु भइहाल्छ नि। हुन्छ काकी, म तपाईँको लागि पनि अदुवावालै चिया बनाउँछु नि। ओहो यो मिनालाई त कति बेर लागेको होला एउटा 1 कप चिया बनाउनलाई पनि। काकीको लागि अदुवा पनि हालिदिएको छु नि मैले चियामा। ल काकी तपाईँ चिया लिँदै गर्नुहोस् है त। मिना आजभोलि हामी जस्तो बुढाबुढी मान्छेहरूले वास्तै गर्दैन, तर तिमीले चाहिँ मलाई सधैँ प्रेम गर्छौ, किन? किनकि हाम्रो यसैले सबैलाई वास्ता गर्नुहुन्छ, त्यसैले म त्यही प्रेम देखाउन चाहन्छु। धन्यवाद मिना। ओहो मिना तिमीले आज मलाई म पनि महत्त्वपूर्ण रहेछु भन्ने कुरा महसुस गराइदियो, त्यसको लागि धेरै धेरै धन्यवाद। हुन्छ मिना म जान्छु ल। बेलुका गुरुआमा पनि आउँदै हुनुहुन्छ, बेलुका भेटौँ ल, बेलुका आउनुहोस् न है। ए भइहाल्छ। हस्। ओ मिना मिना एकदमै ठुलो खबर छ, तिमी सुन्न तयार छौ? आशा के हो र त्यस्तो ठुलो खबर? आउन बस भन त, सुनौँ। असल खबर हो होइन चाहिँ थाहा छैन, तर यो खबर चाहिँ त्यहाँ तल श्यामको घरमा नयाँ मोटरसाइकल किनेको रहेछ। अनि त्यो मोटरसाइकलले त तिम्रो श्रीमानले घुरेको जस्तै आवाज निकाल्दो रहेछ। ए हो र? मिना तिमीले किन कहिल्यै म जस्तो गफ गर्दैनौ? रोलमा कसले के किन्यो, कसले कतिको प्रगति गर्यो भनेर तिमीलाई किन चासो लाग्दैन र? यसले हामीलाई सिकाउनुहुन्छ हाम्रो शब्दबाट जीवन लियोस्, नोक्सानी होइन। हो त है, मैले त मेरो बोल्ने शैली पो सुधार्नु पर्ने रहेछ त। अनि गफबाट सुसमाचारतिर सुधार्नु पर्यो। हो नि है, सही कुरा गर्यो। हुन्छ अब म निस्किन्छु नि है। हुन्छ, म पनि पसलतिर जानु छ। ए मिना दिदी, ए मिना दिदी, ए मिना दिदी, ए मिना दिदी, ठुलो समस्या भयो। पसलबाट ल्याउँदा ल्याउँदा आधी बाटोमा तपाईँको चामल खस्यो, के गर्ने अब? फेरि काम बिगारेर फेरि जहिले यस्तै गर्छ यार, यस्तो त गर्न भएन नि भाइ। किरणलाई केही पनि नभन्नुहोस्, ठिकै छ किरण, गल्ती सबैबाट हुन्छ। के भन्नु त दिदी, सबै तपाईँ जस्तो हुँदैन, ग्राहकहरू तपाईँ जस्तो ग्राहकहरूलाई मलाई प्रस्ताव मिल्ने थियो। तपाईँ कति असल है दिदी? यो मलाई यसैले दिनुभएको धैर्य हो, त्यसैले म सबैलाई यही दिन चाहन्छु। ठिक छ दिदी, त्यसो भए तपाईँ चुनावमा उठ्नुभयो भने 10 चोटि मेरो भोट तपाईँलाई, 10 चोटि उठ्नुभयो भने 10 भोट तपाईँलाई म दिन्छु। ल दिदी म लागेँ है त। हस् भाइ, हस्। बुढो तरकारी सकिया थियो, पसल जाउँ न एकछिन तपाईँलाई। ए हो जाउँ त जाउँ त्यसो भए आशा दिदीकोमा। टिकटक पनि कति हेर्नु, दिक्क लागिसक्यो हेर्दा हेर्दा। जयमसी आशा दिदी। हो जयमसी जयमसी, के चाहियो तिमीलाई? के लिन आएको? मलाई 1 केजी आलु चाहिएको थियो।
ल 200 रुपियाँको भयो। त्यो आलु त बिग्रेको जस्तो देख्छु त म त। के भन्छ बिहान भर्खर झारे हो, ताजा ताजै हो। हुन्छ दिदी मलाई जान्छु। ए लान्छौ तिमी? अरू त्यस्तो झगडा गर्दैनौ? कहाँ झगडा गरेर बस्छ दिदी? झगडा गर्ने कुरै छैन। हामीले त अरूलाई पनि दया देखाउनुपर्छ। बहिनी मेरो तिमी प्रार्थना गरिदेऊ, तिम्रो बुढाको जस्तै समय बानी छ मेरो नि। ए के भनेको? म सुन्दैछु है, सुन्दैछु। मिना, जयमसी, खै यो घरको मान्छेहरू कता गए? मिना, ए मिना, ओहो गुरुआमा आउनु भएछ। ज्यू गुरुआमा। प्रभुको आशिष सधैँभरि तिमीहरूको घरमा शान्ति होस्। आउनुहोस् गुरुआमा, बसौँ न। ल, हुन्छ हुन्छ बस। मिना, आज मैले धेरै कुरा सुने। रिसमा पनि तिमीले धैर्य देखायो रे, झमेलामा पनि दया। त्यसलाई नै भनिन्छ येशूको चरित्र। गुरुआमा, म यो कुराहरूमा परिपूर्ण त छैन, तर पनि म सिक्दैछु। त्यही त हो मिना, येशूलाई पछ्याउनु भनेको नै। हामी कोही पनि परिपूर्ण छैनौँ नि, तर प्रतिदिन हाम्रो व्यवहारलाई, चरित्रलाई परिवर्तन गर्दै जानु नै हो। मिना, ए मिना, ओहो गुरुआमा पनि आउनुभयो। जयसी गुरुआमा, एमसी सन्चै हुनुहुन्छ? सन्चै छु, तिमीलाई? म पनि ठिक छु गुरुआमा। कतिखेर आउनुभयो? अघि भर्खरै आएको म। ए ओहो गुरुआमा पो आउनु भएको रहेछ। जयमिसी गुरुआमा। जयमसी, बस्नुहोस् बस्नुहोस्। गुरुआमा, मेरो स्वभावको लागि पनि प्रार्थना गरिदिनु होला। म अलिक छुच्ची स्वभावको छु, म नम्र हुन सकौँ अनि मेरो बोली वचनहरू पनि मैले परिवर्तन गर्न सकौँ भनेर प्रार्थना गरिदिनु होला। गुरुआमा, म पनि धैर्यवान हुन चाहन्छु, मेरो लागि नै प्रार्थना गरिदिनुहोस्। ए सबैजना हुनुहुन्छ रहेछ है। जयमसी। जयमसी, आउनु दिदी, बसौँ बसौँ। हुन्छ हुन्छ। बहिनी, अनि कस्तो भइरहेछ व्यापार? कस्तो चल्दैछ त पसलहरू? एकदम राम्रो चलिरहेछ गुरुआमा। मेरो निम्ति पनि प्रार्थना गरिदिनु, रिसलाई कम गर्न सकोस् भनेर। यसो हामीभित्र हुनुहुन्छ। यसोको चरित्रले नै हाम्रो जीवन बदलिन्छ। हामी पनि यसोलाई जीवन मार्फत देखाउन चाहन्छौँ। हुन्छ, त्यसो भए हामीहरू सबैजना प्रार्थना गर्नेछौँ। म प्रार्थना गरिदिनेछु है सबैको लागि। गो। भएन कि गो। यसोले पानीबाट ढाकमत बनाउनु भयो, तिमी चाहिँ पानीबाट चिया नि बनाउन सक्दैनौ? गो। यसोले त पानीबाट ढाकमत बनाउनु भएको कहाँ झगडा गरेर बस्छु त दिदी? झगडा गर्ने कुरै छैन। यो आलु त बिग्रेको जस्तो देख्छु त म त। के भन्छ बिहान भर्खर झारेर छ, मैले भएन। गुरुआमा जयमसी। यसो मैले त भन्ने होइन।